तपाईहरुले सुन्नुभएकै होला एउटा भ्यागुताको कथा। एउटा भ्यागुतालाई उम्लिँदै गरेको पानीमा राख्दाखेरि उसले आफ्नो ज्यान जोगाउनको लागि त्यहाँबाट फुत्ता हाम फालेर बाहिर निस्किन्छ र ज्यान जोगाउँछ। त्यही भ्यागुतालाई एकदम कम्फर्ट जोनमा चिसो पानीमा एउटा कुनै बाउलमा राखेर तताउँदै गर्दाखेरि उसले बिस्तारो तातो हुँदै जाँदा त्यही तातोको उसमा एडजस्ट गर्दै गएर आफ्नो शरीरको न्यानोपन बढाउँदै लान्छ र एडजस्ट हुँदै जान्छ। पछि जब पानी पुरै तातो भइसक्छ उसले आफूलाई स्केप गरेर ज्यान बचाउन खोज्छ। त्यो बेलामा उ त्यो पानीको उसमा यसरी फसिसकेको हुन्छ कि त्यहाँबाट हाम फालेर भाग्न सक्दैन र आफ्नो ज्यान जोगाउँछ। यो कथा तपाईहरुलाई सुनाउन खोजे हैन मैले, मेरो कथा फरक छ। फेरि म चाहिँ आज कर्पोरेट भ्यागुताको कुरा गर्न गइरहेको छु। एउटा ग्रेजुएट युवा चाहन्छ 1-2 वर्ष 2-4 वर्ष जागिर गरौँ, अलिकति क्यापिटल रेज गरौँ र त्यसपछि गएर आफ्नै केही बिजनेस गरौँला भनेर सोचेर अहिलेको कर्पोरेट दुनियाँमा छिर्छ। पछि गर्दै जाँदाखेरि उसलाई भ्यागुता जसरी तातो पानीमा बिस्तारै एडजस्ट हुँदै गएको थियो, उसले 15-20 वर्ष त्यही बितेको पत्तै पाउँदैन र स्केप हुनै सक्दैन। र 20 वर्ष पछाडि उसले के सोच्छ, मैले 2-3 वर्षमै त्यहाँबाट जम्प गरेको भए त आज मेरो कथा फरक भइसक्थ्यो भनेर उसले सोच्छ। मैले यहाँहरुलाई भन्न खोजेको कुरा के हो भने, यदि तपाईहरु आफ्नै बिजनेस गर्न चाहनुहुन्छ, आफ्नै दुनिया बनाउन चाहनुहुन्छ, कर्पोरेट दुनियाँको उसमा फस्न चाहनुहुन्न भने चाहिँ 2-3 वर्षको एक्सपिरियन्स लिनुहोस् र जस्तो सुकै डिफिकल्टिज भए पनि रिस्क लिएर त्यहाँबाट फुत्ता हाम फालेर आफूले आफूलाई जानेको क्षेत्रमा इन्गेज गरेर सेटल गर्नु होला। धन्यवाद।